घर त कहाँ देखो लौड साह्रै बन पर्यो टाउका भन्छु नानी त्यो घरका भन्दा नि ए ल हेर्नु ल सम्पूर्णले यहाँ खिचेर खाऊ कहाँ गाडी खायो ए हाम्रो यो सम्पूर्ण जनताहरूलाई हेर्नु होला श्यामै ल सुर्ती खाने ल हेर्नु केटी मान्छे भएर नि यस्तो छ नि यताको गाउँलेको जिन्दगी ल हेर्नु त सुर्ती त्यहाँ सुर्ती बनाएर मुख खोपेर यहाँमा हो नि मसिन दाइ ए हाम्रो टिमुरको उटा हो बिस्कुट खाऊ बिस्कुट त्यो कोकोनट बिस्कुट किन किन नानी बिस्कुट खायो नि ए अस्ति उता खालि बिस्कुट मन पराउँदै थियो नि कतिखेर भने मैले बिस्कुट हजुर लाग्यो त बिस्कुट मन पर्ने त मलाई त भिडियो गराउनु बुढी चाहिँ बोल्ने त्यही हो नाटक गर्ने भनेकै नाटक गर्ने भनेकै होइन दाइरी पनि किसिम भएछ हजुर चाचा बिस्कुट खाएर मलाई चाचा राखिदिनु पर्थेन ए हो हुन् ए सरी बेब्स के अरे सरी बेबी अनि मसिन दाइ कति राम्रो देखेको म छ अब तिजा लाग्छ अब ड्याक्क लुगा हेर्नु पहिला मच्छर कति हो कि यहाँ मच्छर पनि ठ्यात्ती क्यामेरा फुल बनाउने दिन चिया हेर्नु होला अब हाम्रो ट्याक्क बारीमा कोदो सोतो रोप्न आएको छ म चाहिँ अहिले चाहिँ होइन हाम्रो आमाहरू अनि मेरो शिर अब चाहिँ के छट्ट बुझ्दै हाम्रो चाहिँ गाउँको एक नम्बर जडिया खान्थेँ मैले पहिला देखाएको बिस्कुट खै कुनै अहिले कुनै के नाटक चटक हो यो फेरि अचम्म पऱ्यो म त फेरि पहिला बिस्कुट खाने ए बिस्कुट मेरो छाके भन्ने मान्छेले अहिले चाहिँ बिस्कुट नखाने अरे ल हेर्नु हाम्रो आमाहरूलाई हेर्नु हाम्रो आमाहरूलाई यो हाम्रो चाहिँ कहिलेको फुपै हो गफ फुपै हो ल हेर्नु सासू र बुहारी एकचोटि फोटो खिच्न पाए हुन्थ्यो यही हो हाम्रो चाहिँ गाउँ जिन्दगी गाउँमा टक्क बिस्कुट खाइयो चाउचाउ खाइयो चिया भन्नु ल चिया भन्नु ल नुन बेसार खुर्सानी मसला सबै लखा अमिलो ल ल के हो भाइ ए बरै फुबल त उदिनमा त्यो अस्ति ल्याएको लोखरी थियो नि म त खाना खाएको फेरि खै अब के आमा गालमा फेरि यस्तो फेरि कालो कालो जस्तो छ त नि यो हाम्रो आमालाई हेर्नु सबैले कोही होइन म भिडियो गराएको को हुन्छ नि त नि के अरे हिजो मलाई एउटा केटीले फोन गरेको थिएँ अब के गर्ने अब बोल्न त्यस्तै भयो क्या अरे आमालाई बोल्न भन्थेँ मैले यतिजना हो र म त दुईवटा बिहा गर्न सकेर अब हो र ए म त हो सिङ्जामा त यहाँ त खतरा खान्थ्यो डाँडाको एउटा यस्तो मान्छेमा बुढाको माया यो भनेको चाहिँ बुढाको माया हो कि बुढाले खाएपछि बल्ल खाने नि त नि ल है हजुर म बिस्कुट खाइदिएँ चट्ट यो भनेको बुढाको माया हो कि हाम्रो आमाहरूले बिचरा पूजा गरेर खान्थे के अरे अब के गर्ने अहिले चाहिँ
बुझ्दै छ्यामै यो हाम्रो छ्यामै हो सबैले हेर्नु होला छ्यामै सफल तुडेको छ्यामैको यो चाहिँ हाम्रो टिमुर हो यो टिमुरबाट के टिमुर फल्या साथीहरू होइन तपाईँहरूलाई चाहियो भयो यसो सम्पर्क गर्नु होला किलोको 500 रुपियाँ हो हाम्रो चाहिँ गाउँको 1 नम्बर कामदार ल जडिया होइन कहाँ जडिया हुने ल ल ल काम गर्नु छिटो ल छिटो यति रमाइलो गाउँ चाहिँ साँच्चै के टक्क बसियो होइन काम गरियो खाइयो यस्तो चिसो छ हावा पनि के हो अरे आमा के हो अरे के खसेर फेरि त्यो चाहिँ सौताला होला सायद हो त्यसरी मुखाबाट खाएको पनि खै अब खानु त परेको किन नि त्यो त चाट्नुपर्छ जस्तै पऱ्यो त नि हो कि नै हेर्नु यस्तो भन्छ नि आजभोलि थाहा छैन किन हो पानी छैन मैया ल आऊ त तिमी भिडियो बनाएको छैन म खान्छु हजुर ल ए खान्छु बल त आज घर आएको छु म अब खाने मैले त नि हो कि नै खै ल दुईटा भिडियो छ त चालु भिडियो भान्जा पानी लिएर आइज भन्नु ए कृष्ण बाबु भान्जा भन्नु न म्यानेजर म्यानेजर गाह्रो भयो त अनि फेरि ए पुडीमा पाल्दैन नि त ल मैले खने अब चाहिँ होइन भिडियो बन्द गर्न